हेलो वेलकम टु माई मिनी भ्लग। आज चाहिँ धेरै समयपछि म भ्लग बनाउने तयारीमा छु अनि घाइते पनि छु। अनि आज चाहिँ हामी मेरो सबैजना फ्यामिली मम्मी अनि बहिनीहरू सबैजना बुढा सुब्बा मन्दिर जान लागिरहेको छौँ। आज धेरै समयपछिको भ्लगलाई तपाईँहरूले सबैजनाले हेरेर इन्जोय गर्नु होला, माया गर्नु होला। अनि मलाई कस्तो देखिरहेको छ त्यो पनि भनिदिनु होला। यहाँ चाहिँ आज हाम्रो चराउनु पर्ने कुखुरा रेडी पारेर यहाँ पुरै टाउको हल्लाउँदैछ। अनि हाम्रो यहाँ गाडी पनि आइसकेको छ। अब भित्रै इन्ट्री मार्नेवाला छौँ। हेलो बहिनी, वेलकम टु माई। ल आज चाहिँ हामी अब ल गाडी चढ्दैछौँ। अब यहाँबाट लाग्छौँ हामी भानु चोकसम्म गएर त्यहाँदेखि फेरि गाडी चेन्ज गर्नुपर्ने हुन्छ। ए नमस्ते सर। नमस्ते नमस्ते। फाइनली हामी चाहिँ बुढा सुब्बा मन्दिर आइसकेको छ। अब चाहिँ टपरा सपडा के फुल किन्छौँ होइन। यहाँ हातमा पैसा छ 1000 रुपियाँ मात्रै। अनि यहाँ हाम्रो कुखुरा चाहिँ यहाँ भुइँतिर परेको छ। फलो गर्दै गर्नु होला। मेरोले किन्दै हुनुहुन्छ, मैले चाहिँ किनिसकेँ। कति पर्यो? एकै ठाउँमा किन्ने भयो के गर्नु। कति पर्यो? खै कति पर्यो यो एउटाको 220। अब हामी चाहिँ भित्र इन्ट्री मार्दैछौँ गाइज, हेर्नुहोस्। अनि बजू मम्मी अनि मेरो बेबी अनि यो मेरो बेबी टु। तपाईँले पछाडिबाट हेर्दा को जस्तो लाग्छ? के भन्न चाहनुहुन्छ? के भन्नु, अब एकदमै पूजा गर्ने रेडीमा छौँ हामी चाहिँ। बुढा सुब्बा मन्दिर धेरै समयपछि आउने वातावरण मिलाउँदै थियौँ। आज त्यो समय जुर्यो। मम्मी बजू बहिनीहरूसँग सबैजनासँग एकदमै म एकदमै ह्याप्पी छु। मलाई चाहिँ भोक लागे मलाई चाहिँ भोक लागेर हिँड्दै आइदिएको 1 केजी घटिस् त राम्रो भयो। हाम्रो यहाँ बोजू हुनुहुन्छ, बोजूको पनि यहाँ फुलहरू छन्, धुपहरू छन्। यहाँ रक्सी छ। बुढा सुब्बामा चाहिँ यो बुढा सुब्बा भनेको चाहिँ अनि अलिकति यो मतवालेहरूको भएको कारण रक्सी पनि चढाउने बानी छ। रक्सी धुपहरू यसरी अगाडि बढ्दैछ हाम्रो नातिदारहरू। अनि यता अमृता एकदमै राम्री हुनुहुन्छ। पूजा गर्नुतिर लाग्यो। अनि कुर्ता समातेर हिँडिरहेको छु। यहाँ चाहिँ खुट्टा के पो जुत्तासँग आउनु पाउँदैन, त्यही भएर खाली खुट्टा टुइ। तर अरू चाहिँ यहाँ ल्याएर चाहिँ आउनु पाउँछ। तर पूजा गर्ने ठाउँमा चाहिँ यहाँ पनि मिल्छ। ओहो आज त खुल्ला रहेछ। यो चाहिँ ऊ त्यहाँ कुखुरा मारेर यहाँ फ्यालिदिन्छ। ओहो अब चाहिँ हामी कहाँ? अब चाहिँ हामी फेरि अर्को ठाउँको के हो यो, कुन मन्दिर हो यो सुब्बेनी, तलको सुब्बा यो सुब्बेनी। तलको सुब्बाको मन्दिर सक्यो अनि सुब्बेनीको मन्दिरमा जाँदैछौ। याहु यो चाहिँ सुब्बेनी हो। अब यहाँदेखि बाहिर भित्र चाहिँ अलाउ छैन। टिङ टिङ। कस्तो लाग्यो? यो मन्दिरमा आउँदाखेरिको जस्तो मन शान्ति काहीँ पनि मिल्दैन। फाइनली गाइस अब चाहिँ कुखुरा काट्ने बेला भएको छ। यो चाहिँ मेरो भागको भाले हो, ठुलो छ। अनि यहाँ हाम्रो यहाँ मोटकीको हजुरआमाको यहाँ हेर्नुहोस्। अब भालेको हत्या हुनेवाला छ मन्दिरमा। भाले चढाउनु पर्ने रे अब होइन। ये सब मैले किने गाइस। आप तो शिव जी का भक्त है क्या? मैं शिव जी का भक्ति हूँ, सब भी हूँ, सबका है सब भगवान का के लानु प्रसाद डोरा यता छ नानी। अनि पोतेहरू यो भगवानलाई सुएको गाइस। मैले चाहिँ यो किने सिलाम साग भने के भन्छ यसलाई, सिलाम साग। यो कस्तो मन पर्यो होइन। अनि यो चाहिँ फ्यामिलीहरूलाई
फाइनली गाइस कस्तो देखि हेर्नुहोस् त गाइस यो चाहिँ कस्तो मलाई मन परेको खोते होइन अब मैले पनि यसो बिहे गरेपछि लाउँछु अहिले चाहिँ अब सुरसारमै छु अनि यो चाहिँ मेरो मम्मी अनि बोजूलाई चाहिँ म हस्तान्तरण गर्न यो चाहिँ यस्तो सेता चाहिँ मेरो मम्मीलाई मनपर्ने भएको कारणले गर्दाखेरि चाहिँ काठमाडौँ लिएर जाँदैछु घुमाउँदै गाइस गुरुजहरू अब हामी चाहिँ मन्दिर सन्दिर सबै पूजापाठ कुखुरा काट्नुदेखि लिएर सब सकिसक्यौँ होइन अनि यहाँ किनमेल पनि गरिसक्यौँ अब चाहिँ हामी फर्किन्छौँ फर्किँदै गर्दाखेरि भिडियो बनाउने अब यसो माहौल नमिल्न सक्छ अबदेखि त्यहाँदेखि उता चाहिँ घुम्न जान्छौँ त्यहाँदेखि उता तपाईँलाई देखाउने छौँ हेलो फाइनली हामी चाहिँ अहिले धरानको यो के अरे के हो यो ठाउँको नाम टिकटक रिसोर्टमा आइपुगेको टिकटक रिसोर्टमा आइसकेको छौँ मेरो बहिनीले चाहिँ त्यहाँ यसो खै एउटा बहिनीलाई के पो गर्ने कुरा गर्दै हुनुहुन्छ खै को नि त यही हो यहाँ पो त बिनिता मगर बसेन भने भने गर्नुपर्छ क्या अरे भैया इधर लड़कियां इधर से डाल रहे ना आपकी को हेलो गाइस फाइनली हामी चाहिँ यहाँ टिकटक रिसोर्टमा आइपुगेको धरान पास घुमघाम गऱ्यौँ होइन यहाँ पार्क चाहिँ अब जे जस्तो भए पनि राम्रै रमाइलो लाग्यो तर अलिक स्पेस चाहिँ सानो रहेछ अनि यहाँबाट हाम्रो बोजू मम्मीहरू हुनुहुन्छ आज हामी चाहिँ ओसो पार्क घुम्न जाने फेरि फाइनली हाम्रो डिसिजन भयो हामी चाहिँ त्यतातिर लाग्दैछौँ तर मेरो फोनको ब्याट्रीले हामीलाई साथ दिँदैन जस्तो लागिरहेछ सो मेरो भ्लगलाई चाहिँ म आज यही इन गर्दै हामी चाहिँ ओसो पार्कतिर लाग्छौँ गाइस बाइ